थाहा पाउन सक्नुहुन्छ। यता लोसे धारा हो, एकदम चिसो पानी छ। हर्क सर नरिसाउनु, उहाँले घन्टी बजाए पनि हामी चाहिँ माटोमै हिँडिरहेको जस्तै 108 वटा धारा देख्न सक्नुहुन्छ। शिव जटाधारी कहिले होला सवारी। धारा मन्दिर देख्न सक्नुहुन्छ। अगाडि पार्क चाहिँ यही नजिकै रहेछ। सो मन्दिर, सो हामी चाहिँ लोछेधारा मन्दिरमा आइसकेछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ राधा कृष्ण भगवान, गङ्गा यमुनामा राधा कृष्ण दुईजना, राधा कृष्ण दुईजना हरे। सो तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै सुन्दर मन्दिर छ नवलपुरको। तपाईँहरूले यो लोछेधारामा चाहिँ मुक्तिनाथ जस्तै 108 वटा धारा देख्न सक्नुहुन्छ। तपाईँहरूले यहाँ आएर नुहाउन सक्नुहुन्छ, दर्शन गर्न सक्नुहुन्छ। सो हेर्नु एकदमै राम्रो छ। यो मन्दिर चाहिँ यस्तो राम्रो छ है दर्शन गर्नको लागि। यो कतिवटा छ भन्नुभयो? 108 के अरे? 108 लिङ्ग भगवानको शिवलिङ्ग। हजुर शिवलिङ्ग है। यो चाहिँ 108 वटा शिवलिङ्ग छ हाम्रो शिवजीको। एउटा शिवजीको भजन गाइदिनु न त, अब भजन पनि सुनिदिउँ सानो होइन, किनकि शिव जटाधारी कहिले होला सवारी, हे भगवान शिव जटाधारी कहिले होला सवारी, शिव जटाधारी नन्दी माथि सवारी। हाम्रो चाहिँ अब यहाँ एकदम हेर्ने जल पुरानो जल पनि यहाँ पुरानो टुवाडी यस्तो मिठो छ, यहाँ यस्तो चिसो छ कि यहाँ भएकै धाराले गर्दाखेरि, त्यही भएर यसको नामै लोछे धारा भएको हो। सो यो धारालाई एकचोटि राम्रोसँग निना के अरे दर्शन गर्नु, हेर्नु होला एकदमै राम्रो छ। सो उहाँहरू हाम्रो भगवानहरू हुनुहुन्छ। अब हामीले अब आइसकियो होइन, एकचोटि आएपछि अब हामीले भगवानको नाममा घन्टी पनि बजाउन पर्छ। हर्क सर नरिसाउनु, उहाँले घन्टी बजाए पनि हामी चाहिँ माटोमै हिँडिरहँ। कहाँ हिँड्ने यार माटोमा हिँडिरह। ओ सरी, हामीलाई चाहिँ अब माटो नै मनपर्छ होइन। स्ट्याटसमा लेखेर तिनीहरूलाई अब कारवाही गर्नुपर्छ भन्ने बेर लाउनु है। सो हाम्रो यो लोछे धारामा चाहिँ हवन कुण्ड छ है, यो एकदमै राम्रो अनि एकदमै दामी छ। अनि तपाईँहरूले हनुमानजीलाई देख्न सक्नुहुन्छ, पुच्छर लामो छ। त्यसपछि जय हनुमान ज्ञान गुण सागर। सो देख्नु यसो राम्रोसँग हेर्नु होला, दर्शन गर्नु होला, अनलाइन दर्शन भए पनि है। ल हर्कजी, हामीले यहाँ पनि घन्टी बजायौँ है हर्कजी। घन्टी जहाँ त्यही छ, अब के गर्ने, बजाउन पर्यो होइन। गाह्रो छ। अब घन्टीले अब देश बनाउला जस्तो छ। अब